अब यसको पालो हुनु गाइस ल रेडी रेडी यत्रो हान्छ यस्तो पिरो भइरहेको बेला हान मन छ यार कडी गर्छ भाइ ल छिटो विनर चाहिँ इनर भएको छ हामी चाहिँ लुजर भयो अब के गर्ने छिटो के छिटो रुक्न सो हेलो नमस्ते गाइस वेलकम ब्याक टु माई न्यू भिडियो आज चाहिँ हामी फेरि नयाँ भिडियो लिएर आइसकेका छौँ आज चाहिँ हामी के भन्छौँ यो टिपिएमहरू बनाएर खान्छौँ हामी 4 भाइ छौँ त्यसो भाइ म भाइको नाम के अरे सुमन भाइ र रविन्द्र भाइ आज चाहिँ हामी टिपिएम लिएर आएको छौँ हामीले एक जम्बु पानी अनि त्यसपछि सामानहरू हाम्रो एउटा यो के हो करेन्ट हो कहाँ टिपिएमहरू यो करेन्ट एउटा यो दुईटा करेन्ट अनि एउटा यो किनभने मेरो घ्यान्टी टन्सिल भएको छ म यो खान्न भएर खान्छ यो चाहिँ हामी बनाएर खान्छौँ हाम्रो चाहिँ देखाइदिएको क्यामेराम्यान माई ब्रदर छ क्यामेराम्यान इज विथ माई ब्रदर आज चाहिँ हामी यस्तो बबालमा जोनमा आइसकेको छौँ यो चाहिँ मेरो जोन हो होइन सो यो चाहिँ ठाउँ बबाल छ लुक एट दिस जोन ल यता उरिकन हुन्छ र यता पनि तल पनि ठाउँ जोनहरू बबाल छ र हामी आज चाहिँ बबाल अलिकति हलिडे बनाउनु लाग्यो यसो टन्न भातसात त खाएर आइयो कि यसो अहिले पनि यसो बजाउँ कि भनेर आएको गाइस यस्तो छ होइन ल हाम्रो चाहिँ अब करेन्टहरू यसो आगो सागो बाल्ने बनाउने भइसकेको छ आगो सागो चाहिँ बाल्नु हुन्थ्यो गाइस लाइटर चाहिँ छैन त्यही भएर लाइटर लिन त्यहाँ गइसकेको छ एउटा सानो फुच्चे यहाँ भाइहरू छ पानी दिइरहेछ दनक यता चाहिँ यस्तो बबाल छ सिनहरू है बबाल छ ल यो चाहिँ हाम्रो जोन हो है गाइस भाइ तेरो नाम के हो भन् त यो चाहिँ मेरो भाइ हो होइन यो भाइको साथी अर्को फुच्चे चाहिँ गइसक्यो ल आज चाहिँ हाम्रो पार्टी हुन्छ करेन्ट पार्टी ल भाइ आगो सागो बालौँ अब केटाहरू यहाँ आगो सागो बाल्छ हामीले यहाँ टक्क यताउति खान्छौँ होइन भाइ यो भाइलाई लजाइ छ होइन टक्क लाइटर ल्याउने मान्छे चाहिँ कहाँ गयो फोन हान्नु पर्ला जस्तो छ ओइ लाइटर ल्याउने मान्छेले फोन हान्नु पर्ला जस्तो यार हरायो त्यो फुच्चे गएको गाई भयो यार हाँस्छ भाइ यार किन हाँस्छ मेरो भाइ स्वाङ पार्ने केटाहरू है यिनीहरू चाहिँ ल यो चाहिँ भाइ छ यो चाहिँ एउटै एजको होइन यिनीहरू साथी हो यो चाहिँ मेरो आफ्नै भाइ हो भने त्यो चाहिँ भाइको साथी ओ छिटो आइज ल छिटो आइज ल है त्यसलाई एउटा च्यालेन्ज दिदिउँ कति सेकेन्डमा यहाँ पुग्छ भनौँ है त्यसलाई चाहिँ मैले कति सेकेन्डमा पुग्छ भनेको छु होइन यहाँ पुरै बाँदरको जस्तो चाक देखाएर उफ्री आइरहेछ छिटो आइज छिटो त्यहाँ चाहिँ यस्तो एग्रिकल्चर फार्महरू रहेछ होइन गाइस यहाँ चाहिँ हामी तल जन्मा छौँ हाम्रो घर चाहिँ उहाँ माथितिर पर्छ भनेपछि बिचतिर यहाँ चाहिँ बबाल छ क्या ल ठाउँ चाहिँ ल छिटो कुदेर आइज न कति छिटो किन थाकिस् ओ राजा कुद ल खै लाइटर ल्याएको खै उहाँबाट माथि लाइटर ल्याएर आएको छ ओए भाइ छाड न मैले त ले त लाइटर यहाँ लाइटर लिएर आएको छ ल सुमन भाइ यो ड्युटी बर्निङ फायर यो ड्युटी ओ हेलो भन् त हेलो भन्न वाट्स इज योर नेम My name is Ravindra Sai. ल बाबा ल माई नेम इज रविन्द्र साई ल अब हामी के गर्न लाग्यो आज भनिदेऊ नि त कान्छा आज हामी के गर्न लाग्यो पार्टी नि हुन्छ चाउचाउ खान लाग्यो होइन यो पार्टी भन्दैन के हो त्यो चाउचाउ अनि त्यो हातको भन्न खोज्दा यो चाहिँ हिरो है यो ह्यान्सी ब्रो यसको नाम ह्यान्सी ब्रो ल नखेल ओ सुमन भाइ ए दाउरा छ के कान्छा छ यहाँ यसो प्लास्टिकले बालिदेऊ न ल हाम्रो चाहिँ बर्निङ फायर भाइ त्यो हो होइन रवि ठिक छ नि र रवि उल्टी हान्देऊ नि त यो सर्ट यो चाहिँ यस्तो तातो रगत जेन्जी हो क्या यो तातो रगत जेन्जी के जेन्जी राखिदिनु यसको नाम केटाहरू चाहिँ यहाँ पुरै आगो बालिरहेको छ बबाल छ यो जोन होइन गाइस हामी चाहिँ यही आम्बो बबाल ल हामी चाहिँ यहाँ आज टक्क लाएर
करेन्ट बनाएर खानेवाला छौँ। टुपियाम भनेको मुलाले 3x स्पाइसी रे करेन्ट 3x स्पाइसी लिएर आएको छ भाइले चाहिँ यो होइन कस्तो ट्रिपल एक्स भने के यो चाहिँ यो त्यो करेन्ट 3x स्पाइसी 3x भने के ट्रिपल एक्स कस ट्रिपल एक्स भने के जानु क्रममा सर्छ हावा रहेछ यो फोटो थै ल हाम्रो यहाँ चाहिँ टक्क रेडी भइरहेको छ भाइहरू टक्क त्यो बनाइरहेको छ भने म चाहिँ यहाँ छु ब्लग बनाउँदैछु यहाँ चाहिँ एकदम हावा लागिरहेको छ होइन अब हामी टक्क करेन्ट बनाएर आगो बालिसकेपछि भन्नेवाला छौँ ल गाइस हाम्रो यहाँ बर्निङ चाहिँ भइसकेको छ होइन टक्क लाएर यहाँ त्यो कान्छा चाहिँ के खोजिरहेको थाहा होइन दाउराहरू पनि हामीले म्यानेज गरेर ल्याएको होइन टक्क लाएर हाम्रो क्यामेरा सेट चाहिँ यसो त्यहाँ मिलाम भनेको भएन भन्न किन ल गाइस हामीले चाहिँ यहाँ टक्क रेडी भइसकेको छ होइन हाम्रो 3x भइसकेको छ हाम्रो रेडी टक्क हामीले चाहिँ सुप बनाएको किनभने हामीलाई सुप मनपर्छ सबैजनालाई त्यही भएर सुप बनाएको छु मैले ल गाइस भन्नु ल गाइस अब चाहिँ हाम्रो बनिसकेको छ यो केराहरू कचौरोमा हाल्दा म चाहिँ यस्तो बाहिर हान्न लाग्यो होइन पुरै डेन्जर कालो भइसक्यो ल यो दुईटा भर्सेस हामी दुईटा भर्सेस तेरो नाम भन् पहिला भन्न सुमन साई केशव मल्ल एक टिम रविन्द्र साई ऐन मल्ल एक टिम ल गाइस अब चाहिँ हाम्रो एकछिन हात धुनु त पर्यो ल है गाइस अब ल आज चाहिँ बजाउने हो जेल लगाउन पाएन है हार्नेले 10 पुसअप गर्छ है हैन हार्नेले 10 पुसअप ल अरे गाइस ल हार्नेले 10 पुसअप ल गाइस रुगाई आज मजा आउने छ गाइस तयारी अवस्थामा बस्छौं है ल है केटा अनि यस्तो पनि देख्न छ गाइस क्याम्प क्या पर्यो थियो एउटा पर्यो एउटा क्याम्पा इनर्सित एउटा क्याम्पा हामीसँग छ हैन यसले चाहिँ साइको डिस्टर्ब गरेर राखेको ल है केटा ल 3 2 पहिला बजाएछ 3 2 1 गो त्यो नुनु लागेन त्यही टाइममा पुरै हाल्नु ओइ कति किलो ओइ तिमी त नै नुनै लागेन ओ रविन्द्र देखेको छैन क्या अलि यता आउ त रवि छिटो यता आउ रवि हिजो जस्तो खानु पर्यो जित्नु पर्यो हामीले रवि उता हेर त देखि आऊ रवि ल रवि छिटो अलि यहाँनिर आऊ रवि तिमी अहिले त नि भोलि मजा आउँछ ल हाने रवि
अन्डा त के खतरा त ढोल खाना यिनीहरूलाई हराउनु पर्यो नि त नि खानै पर्छ क्या नखाएको हार नाकमा लागिन्छ लाग्यो त ओए बजा नाकमा पछि नि हेर नि त एउटा खोल्छु त त्यो हात पर्छ हेर्नु गाइस यसले मलाई आइगयो बजा 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 रवि छिटो सुप सम्मै पिरो भयो क्या ल छिटो बजाउँदै गर छिटो दादा ढोल नखाने यिनीहरूलाई कसरी हराउनु त लास्टमा खाएर खेल्न खोज्यो त्यसले खायो किन भने हारे भाइ भन्यो एकजना जितेर भएन कि दुवैजना जित्नु बाबु ठुलो सोले बोलो केटा हो त्यो सुन्छ छिटो सम्मै पिदेऊ त मैले त सक्दिनँ क्या यार बरु हार्छु यार म बरु हार्छु गाइस यस्तो चाहिँ खान्न है म ए यसलाई जित्ने पो भने त छिटो छिटो गाई जित्यो ल गाइस मैले त सकाइसकेँ होइन गाइस हाम्रो टिमले जितेको सकेको छ गाइस क्याम्पामा हामीले जित्यौँ यिनीहरू यो यस्तो खानामा चाहिँ यो यत्रो खान्छ गाइस यस्तो हाल्दै थियो पसिना आएर सिकेन आएर 10 पुसा भन्नु है ल गाइस 10 20 हान्छन् हैन हामी चाहिँ ताली बजाउँछौँ ओ भाइ पानी ल्याउनु एकछिन भाइ यो म हान्छु है 10 रोक 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 एकछिन यो पानी दुकान नगयो म मर्छु अहिले के छैन भोलि सुन्दै छ अया अरे ल भाइ रवि तिमी घर गएर आउँछौ त्यस्तो पिरो भयो गाइस यसले भगाउन खोजिरहेको छ हैन ल भाइ यतिकैमा 10 पुसा भयो ल हेर है गाइस सुरु 1 2 एकछिन उतै उतै हो यो मिल्दैन उयो बीचमा आएर हान ल ल यहाँनिर ल हामीले चाहिँ हार्यो भाइ 10 पनि छ 1 2 3 4 5 6 7 पाल्दैन 8 9 10 पान्दैन यहाँ ल अब यसको पालो हुनु गाइस ल रेडी 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 यत्रो हान्छ यस्तो पिरो भइरहेको बेला हान मन छ यार कसले गर्छ भाइ ल छिटो विनर चाहिँ यिनीहरू भएको छ हामी चाहिँ लुजर भइयो अब के गर्ने छिटो के छिटो रुक्न घिउ छिटो कि छिटो नभन न यार
ल रविन्द्रभन्दा म अरू लुजर रहेछु भाइ बिहान होइन ल छिटो के छिटो एउटा कुरा के भन्छु भने गाइज होइन हिजो पनि हामीले खाएको थियौँ उयो सानो भाइ र मैले बिहान टोइलेट जाँदा यस्तो पोल्छ किन पोल्छ भन्छु हिजो खाएको बल्ल याद आएर क्या हाम्रो टिस्यु पेपर लोकल टिस्यु पेपर दिस इज लोकल टिस्यु पेपर ल अब कति हान्नु मन भाइ 100 200 300 कति 10 हान्न बढी होइन लियो कलेको हारुवा टिमहरू ल खोइ छोड ल ल ल ल ल 3 2 1 छोड न मुभी खुट्टा भाग्यमानी हेर्नु ठुलो हो 4 5 6 7 8 9 10 ब्रिन्ज ल सबभन्दा पहिला गाइस यो 4 जना मध्ये सबैभन्दा पहिला मैले ल हामी चाहिँ लुजर भएको अवस्था छ ए हेर्नु न गाइस मेरो त बिहानै भयो आइज है भाइ यता विनर टिमहरू चाहिँ यिनीहरू हो हामी चाहिँ लुजर टिम हामी लुजर टिम विनर टिम यिनीहरू दुईटा पसिना आइसकेको छ गाइस यार ल मजा आयो कि नै केटा एकदम ल फर्स्ट विनरलाई के चाहिन्छ फर्स्ट विनरलाई के दिने कमेन्ट गर्नु है गाइज हामीलाई चाहिँ केही पनि थाहा छैन फर्स्ट विनरलाई के दिने भनेर कमेन्ट गर्नुहोस् ल यिनीहरू चाहिँ विनर भएको छ ल गाइस ल आजको ब्लग यति नै मन परेमा लाइक कमेन्ट सेयर गरिदिनु होला हामी फुच्चे टिमहरूलाई होइन फुच्चे टिम हो नि त हामी हो कि होइन गाइस हो ल के गर्नु पर्यो यहाँ भिडियोमा मन परेमा लाइक कमेन्ट सेयर गरिदिनु होला हामीले चाहिँ यो सफा सुग्घर गर्छौँ अहिले यो हामीलाई चाहिँ धेरै गाह्रो भयो आजको भ्लग यति नै टाटा बाई